हेलो गाइस, मेरो युट्युब ब्लग च्यानलमा सबैलाई स्वागत छ। तपाईँहरू कस्तो छ? राम्रै हुनुहुन्छ होला। म पनि राम्रै छु। त के गर्ने, साथीभाइहरू, दिदीबहिनीहरू, दाजुभाइहरू, यस्तै त रहेछ जिन्दगीमा। के गर्ने, बुढेसकालमा यस्तो दुःख नगरीसम्म हुँदैन। खान नपाइने रहेछ। हाम्रो घर छैन, जमिन छैन, जग्गा छैन यो परदेशमा। अब त मलाई यस्तो कोही कुराहरू मलाई थोडा बचपनको याद आउँछ के। मेरो बाबा आमाहरूले, बाउ र आमाले भन्थे, छोरी यसरी पैसा फुर्मास नगर, 2 पैसा कमाएर राख, 2 पैसा राख भन्थे। मैले भन्थेँ अब घरको जेठी पाको मै हो, छोरी ठुलो। घरमा पनि मैले यस्तो दुःख गरेन, माइतमा पनि। त मैले सोचेँ, हे कति कराउँछ होला यो बा आमा पनि भन्थेँ क्या। मैले म चाहिँ धेरै फुर्मास गर्ने के, जे पाएँ उही खाने, जहाँ पाएँ उहीँ जाने गर्थेँ क्या। अनि बाले भन्थे, यस्तो गरी फुर्मास गर्नु हुँदैन, 2 पैसा 4 आना 8 आना भयो भने, त्यो बेलाको कुरा, 4 आना 8 आना भयो भने जति भयो भने राख, जम्मा गर, भोलिको दिनमा बिहा गर्ने हो, छोराछोरी हुने हो, छोराछोरीलाई हुर्काउनु पर्छ, कपडा लट्टापट्टा दिनुपर्छ भन्थे क्या। मैले भन्थेँ, खै अब भन्ठान्थेँ क्या मैले। अहिले मलाई त्यही कुरा याद आउँछ, जस्तै कि बुवा आमाको साँच्चै नै रहेछ, 2 पैसा जम्मा गरेन भने दुःख पाइने रहेछ। हेरै दिदीबहिनीहरू, साथीहरू, म त पैसा जम्मा गर्नु सकेन त्यो बेलामा जस्तो पैसा मैले जम्मा गरेर राखेको भए यस बेला मैले काम गर्नु पर्दैन थियो होला, बसेर खान्थेँ होला। के गर्ने, यस्तै पैसा आउने रहेछ। हेर त दाजुभाइहरू, दिदीबहिनीहरू, साथीहरू, तपाईँहरू पनि अब सानो होला, जो पनि होला, यस्तै ज्यादा फुर्मास नगरेर यस्तै जम्मा गरेर राख्नु होला। मैले त गरेन, त अहिले चाहिँ मलाई यस्तै पस्ताव हुन्छ के। दुःख नगरेसम्म खानु पाइँदैन रहेछ यो परदेशमा। हाम्रो जग्गा जमिन छैन, गाई बस्तु छैनन्। के गर्ने, दुःख नगरेसम्म हात पाख्रो नपसारिकन, गैँती बेल्छ नखनिकन अरू खाना नपाउने रहेछ। त दाजुभाइहरू, दिदीबहिनीहरू, अनि तपाईँहरू त अब राखेकै होला। मैले त राख्नु पनि सकेन, राखेको पनि छैन, के गर्ने हो। त मलाई असाध्यै आफ्नो बाउ आमाको कुरा याद आउँछ कि, पहिलाको। जस्तो कि यस्तो हेर, अहिले अब दिनभरि काम गर्नुपर्छ, अनि यस्तै त हो। अन्त कहिले फुर्सद पाउँदैन, अनि फुर्सद अब कहिले दाउरा पानी गर्ने बेलामा फुर्सदमा मैले भिडियो बनाएको। ल हुन्छ त नि, फेरि म अब फेरि अर्को यस्तै भिडियो बनाउने बेलामा तपाईँहरूको माझमा आउँछु होला। तब तकको लागिले अर्को भिडियो ल्याउँछु। तब तकको लागिले म फेरि अगाडि बढ्छु। मेरो यो भिडियोलाई पसन्द लाग्यो भने लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब, कमेन्ट, फलो गर्नु होला। त हामी अर्को भिडियोमा फेरि आउँछु। तब तकको लागि बाई बाई।